भिडियो हुँदैछ है दाइहरु। हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो नेपाल मगर संघ बुटोल वार्ड नम्बर 4 को हाम्रो चाहिँ यहाँ पिकनिक छ, पहिलोको पिकनिक। सबै प्रकारका 5 जिल्लामा हामीले मिलेर विभिन्न ठाउँअनुसार चाहिँ हामीले भूमिका खेल्नुपर्छ। मेरो भनाइ त्यही छ। यस्तै प्रकारले नै हामीले हाम्रो सरकारको पनि काम सेलरोटी रक्सी बोकासी एक्लै झोलामा जङ्गल गएर खान्छु भने खायो उता खोलामा। के भयो? माझेर फेरि पकाउने। कस्तो हुँदैछ पिकनिक? रमाइलो छ। बिहान सेलरोटी घुमाएको यता पनि रोस्ट पाक्दैछ। अब लास्ट भाग्दैछ नानी दाइहरु बिचरा कति लाग्नु पर्छ न। पसिना चोको चोइ छ गरे त्यो पसिना सुक्छ भनेर हो त नि। पसिना पनि हालेछ। पसिना यहाँ पनि चाहिँ पापड यता माग न। लौ लौ सुरेश तारो खाएन? पापड छैन? पापड तारो यहाँ सम्पर्क गर बहिनी तिमी। तारो सम्पर्क गर्नुपर्छ। भेनाजु बिन्दास बिन्दास ल्याइयो नाचेर खै प्रमाणपत्र। ओहो ल बधाई छ है, बधाई छ। नाचेपछि त यस्तो प्रमाणपत्र पाइन्छ। ल यो प्रमाणपत्र त हामी पकाउनेले नि दिनुपर्ने क्या। पकाउनेलाई पनि प्रमाणपत्र दिने। सारी पकाइसक्यो एउटा प्रमाणपत्र नि दिनु। माग्ने जम्माले हात हाल्ने नै त्यहाँ हात के हुन्छ कसो कस्तो हुन्छ होइन। हात हाल्ने नमस्ते ल आउनु। होइन अहिले नमस्ते ढोक दिए ल दाइहरु। भ्याइयो ड्युटी भ्याइयो। पायो प्रमाणपत्र ल्यायो। ल बधाई छ। के हो? कोदो हो? नेपाल मगर संघ जोशी भैलो वनभोजका 2022 नयाँ अध्यक्ष आदरणीय श्यामबहादुर थापाज्यू, जनप्रतिनिधिज्यूबाट यहाँ विराजमान हुनुभएका विभिन्न सम्पूर्ण यहाँ सलाद, यहाँ रोटी
टोस्ट ल दिदीहरू हामीले गर्व महसुस गरेका नदीदिदीहरूलाई हामीले निहालिरहेका छौँ र 3 वर्ष हामीले पार गरिरहेका छौँ। यस अन्तरालमा यहाँले गरेका गतिविधिहरू सराहनीय कामहरूलाई हामीले कहिल्यै पनि बिर्सन सक्दैनौँ। ल भदेनी नमस्ते स्वागत छ एउटा कटौरा रे पटक पाली सम्मान गर्छु हार्दिक अनुरोध गर्नु। त्यसका बाद उफ्रिन जिम्दै रहेछ र यो गरिमामय कार्यक्रमबाट हामीले ज्ञानहरू जिउँदै रहेछ अरे खुट्टासम्म अनुशासित र हाम्रो कला र संस्कृतिलाई बचाउनको निम्ति जगेर्ना गर्नको निम्ति खेलेको अमूल्य भूमिका छ। यहाँबाट हामी ठुलो रूपमा दाइ ओ दाइ सुन्नु यहाँले चालेका हरेक कदमहरू सराहनीय छन् र हामी आइसकेपछि यहाँले अगाडि बढाएका कार्यक्रमहरूलाई खानु भएन खानु के भोक लाग्यो ल सुरु भएछ सुरु भयो कति राम्रो क्लियर यहाँ रोटी पाक्दैछ हजुर पुरो पिठो छ त्यहाँ है साँझै पर्छ होला ल आउनुहोस् दिदीहरू उहाँ कुर्सी छ यता छ कुर्सी साँझै पर्छ चन्दा दही उठाएर के खाने हो भन कस्तो राम्रो नदेख्यो यता हेर त ल यता हेर ल 3 जना साथी है के खाने हो ल भन पापड जितु जितु पापड ल्याइदेऊ न यिनीलाई मेरो भाइ नै भइसक्यो त्यहाँ सबना 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 पापड हो पापड त्यहाँ भन्दैछ है ल
हरेक समुदायहरूलाई समेटेर आज यो कार्यक्रमको प्रस्तुत गराउनु भएको छ। लक्ष्मण देवाली चाहिँ आउनुभएको छ। हरेक समुदायबाट आउनुभएको छ। महिनामै अध्यक्षज्यूहरू सबै समुदायबाटै स्कुलबाट निमन्त्रणा गर्नुभएको छ। र एउटा मगरसँग मात्रै नभएर हरेक जातिहरूलाई समेटेर हरेक गतिविधिहरूमा यहाँहरूले जुन तरिकाले समावेश गर्दै आउनुभएको छ, मैले यहाँलाई उच्च सम्मान व्यक्त गर्न चाहन्छु। समयको पाहुनाले सँगै बसेर यहाँका सबै कुराहरू सुन्ने, सँगै रमाउने हामी इच्छा हुँदा हुँदै पनि समय र परिस्थिति मानिसलाई कहिले कहाँ पुऱ्याउँछ, कहिले कहाँ पुऱ्याउँछ। र यहाँहरूले जति बेला पनि हामीलाई सम्झनु होला, हामी राख्यौँ भनेर थिएनौँ, जति बेला पनि हाम्रा जनताको निम्ति हामीलाई जुन तरिकाको जिम्मेवारी यहाँले वहन गर्न जिम्मेवारी दिनुभएको छ, हामी कति पनि हामीले ती आफ्ना जिम्मेवारी दाइले पापर पुरा गरेर नै हामी फ्राई हुँदैछ पापर। यहाँ अतिथि विमान रहनुभएका यो के हो नि बोके नखानलाई बोका नखानलाई यो आजको वनभोजका यो सफलताको शुभकामना दिन चाहन्छु। र यहाँले चालेका कदमहरू पहिलाहरू कमला बचेको रकमबाट बाल्टी यता आउन समाजले देख्ने गरी यता बाल्टिन वाली के को मासु यो खसीको मासु चिसोमा तातो हुन्छ। मैले यहाँहरूको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। र प्यारा भाइ बहिनी कलाकार भाइ बहिनीहरू तपाईँले अति नै उत्कृष्ट नृत्यहरू आफ्ना संस्कृति कला संस्कृति बचाउने काम गर्नुभएको छ। र आउने दिनहरूमा पनि तपाईँहरूले यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनु होला। र वास्तवमा हाम्रो 1 नम्बर 4 मैले यहाँबाट उच्च सम्मान व्यक्त गर्दै समयको पाहुनाले गर्दा हामी यहाँबाट बसिनगर जानेछौँ। र समय साथीसँग पुनः यहाँहरू सँग आउने बाचा गर्दै यहाँबाट बिदा हुन चाहन्छौँ। हस्त नमस्कार।